हेलो गाइज, आज चाहिँ लाली गुराँसलाई चाहिँ कसरी एट्याच गर्ने भनेर चाहिँ म यहाँ देखाउन लागिरहेको छु। र यसलाई चाहिँ अब यस्तो हुन्छ यो यसमा चाहिँ वरिपरि गुराँसको फुल राख्नुपर्ने हुन्छ। यो चाहिँ उल्टोपट्टि भयो, यो चाहिँ उल्टो हो। र यो उल्टोपट्टिबाट हामीले राख्नुपर्ने हुन्छ। फर्स्टमा चाहिँ पत्ता राख्नुपर्ने हुन्छ। फर्स्टमा म यसमा ग्लु लाउन लागिरहेको छु। यसमा चाहिँ ग्लु लगाउने, यसरी ग्लु लगाइसकेपछि यसलाई एट्याच गरिदिने। यसरी एट्याच गरिसकेपछि फेरि अर्को लिफमा, पत्तामा यसरी ग्लु लगाइसकेपछि यसलाई पनि यसरी एट्याच गरिदिने। अब अर्को यो लिफमा पनि लगाइदिने ग्लु लगाइसकेपछि यसलाई पनि यहाँ माथिबाट यसरी मिलाएर यसरी टाँसिदिने। अब यो लाली गुराँसको यो जुन यो बर्ड्स लागेको छ, यो बर्ड्सको वरिपरि पनि लगाइदिने। अनि त्यसपछि यसरी लगाइसकेपछि यसलाई पनि यहाँ बिचको भागबाट एट्याच गरिदिने लाली गुराँसलाई यसरी। फेरि अर्को यसरी वरिपरि ग्लु लगाइसकेपछि यसलाई पनि यसरी लगाइदिने। यसरी नै वरिपरि लगाउने। साथीहरू हेर्नुहोस् त,